बिहान भयो क्या नि बेलुका भयो क्या नि यो एक छाक टाना पनि मलाई कति धौ धौ बरु कालले लैने हुन्थ्यो नि। यी छोराछोरी बोकै मर्छन् कि जस्तो पिर लाग्न लाग्यो। आफूले त पटुकी कसेर 2 फाक मकै खाएर नि रात जान्थ्यो। भएका श्रीमान कहाँ छन् के गर्नु र साह्रै पिर पर्यो। ए नानी बाबु भित्रै ढोका लाएर बस है, म साउनी बजै कहाँ जान्छु। एक छाक 2टा गेडा चामल दिए नि देलिन्। अस्ति धान कुटेछु आइजा कनिका लैहालिस् भन्थे, त्यही पनि जान्छु। खुसी धन्न हाम्रा घरतिर साई तर्न नि जाने रहेछौ त। साँझ परिसक्यो, केटाकेटी डराउँदैनन्। थुबुक्क घर बस्ने, मिठो मसिनो पकाउने खुवाउने यस्तै गर्छौ। अनि तिम्रा छोराछोरी बल्ल बिरामी भयो भनेर अनि दुःख मान्छौ। मैले त्यस्तो नराम्रो भन्न खोजेकी होइन। घरै बस्ने, मेलापाता गए पनि साँझै बिहान छिटो जाने, बेलुका छिटो आउने, मिठो मसिनो चिसोलाई तातो बनाएर छोराछोरीलाई खुवाउनु पर्छ नि। अरूले भन्दा त तिमीलाई खुसी लाग्छ। म तिम्रो नजिकै मान्छे हो, दुःख माने नि मान। अनि निराउरी भएर आकी छेउ। मैले चामल कुटेर कनिका यति राखेकी छु। अहिले त्यहाँ गुनगुन गर्दा सुनेकी थिएँ। म थोरै घाँस ल्याउन सक्छु कि भनेर यसो तलतिर झरेकी। मैले सबै कुरा सुनेकी छु। तिमी रुन पर्दैन। तिम्रा छोराछोरी पनि मेरा छोराछोरी जत्तिकै हुन्। एक मुठी चामल दिन्छु, ल र लिटो बनाएर खुवाउनु। लौ 2 छाक हुन्छ बनाएर खुवाउनु ढिँडोमाथि बच्चालाई थोरै। तिमी जे खाए पनि हुन्छ। यति धेरै चामल दिनुभएको। अब के गर्ने, हजुरलाई सबै कुरा थाहा छ। मेरो आर्थिक स्थिति यस्तै छ। हजुरलाई धन्यवाद। म केही भन्न सक्दिनँ। आफ्नो नानी बाबुको चाहिँ मेरो बालबच्चालाई पालिदिनु भएको छ। म भुलहरूको काममा सबरै उठेर आउनेछु। म जान्छु। ल हुन्छ, के गर्नु, माया लाग्छ। अब भए नभए काम सकाइवरी सबै काम गर्न आउँछ। माया पनि लाग्छ, दिनु पनि पर्यो। के गर्नु, आफ्नो नै भोलि जिन्दगी के हुने बुढेसकालमा, सहारा कोही छैन।